हेलो गाइस वेलकम छ हाम्रो राधा दिदीको ब्लग्समा धेरै माया दिनुस् लाइक कमेन्ट सब्स्क्राइब गरिदिनुस् अरु मान्छे निलु डोना अनि यता स्वस्तिका डोना म त साधारण म डोनको हैन म एकदम सादा मान्छे मान्छे बाबुले मान्छे हामीरहेको छ अरु मान्छेलाई हान्ने कुरा चाहिँ नगरौँ है हान्नको लागि कन्ट्याक्ट दिदीलाई हो एकदम त्यो भन्नै पर्दैन त्यो दिल पारामा हो यस्तो नि हाम्रो कोलपुठा हेरिहाल्छन् गरिब लोक गरिब हल्का मुला खालाको देख्नुहुन्न भाइरल त जोचिहाल्छ त्यही भएर हामीलाई गराइदिनुहोस् भाइरल लाग्नु नो प्रब्लम लाग्नु पैसा लाग्छ 500 फेरि अब पैसा फेरि अफर छ कसरी हाम्रो ब्लग चाहियो भने लग्न सक्नुहुन्छ फेरि हामीलाई भाइरल गर्नु भाइरल गरिदिनुहोस् ओहो यो रुखको अवस्था हेलो 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 यी तीनटा काम नलाग्ने वस्तुहरू हामी त काम लाग्ने मरद छ भाइरल लाइक कमेन्ट हामी गरिदिन्छौँ काफी नभएर रात पऱ्यो भने डुल्न लाग्ने अब हेलो 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 हाम्रो चाहिँ कोलपुरको पार्कमा हेर्नु होला हामी कति पार्कमा ए त्यो पनि खेल्न जाने हो एकदिन भोलि बेला यहाँ राम्रो रहेछ यार यो कोलपुरको कुन ठाउँ अरे न्यू रोड एनटिभी के फरक छ न्यू रोड नत्र न्यू रोडमा भौतर र एनटिभी खोल्न लाग्ने त न्यू रोडमा भएको मान्छेलाई हैन कस्तो गोरो आछ मान्छे अदा नै फिदा ऊ चाहिँ खतरा आउ निलोटन काम नभएको हामी बेरोजगारी मात्र नि हजारौँ जना बेरोजगार म मात्र बेरोजगारी छु भने दुःख मान्थे तर यहाँ धेरै जना आफूलाई देखेर ती गाना त्यो बुझ्दै नबुझ्ने कारण चाहिँ बजाउनु भएन ए मात्र गाना नै आएन नि त यो कुन गाना ओए गाना त बुझ्ने लगाऊ बे मेरोमा बुझ्ने गाना आन्न यो वातावरणै छैन यहाँ त्यसो भए यस्तै हो अब मान्छे यस्तो भएर हामी जिङ्गै हिँडिराख्ने रोड हो त बढी देखेको त वाह जिम जानु पर्दैन त संस्कारी कहाँबाट मेरो मोटी चीजमा लोरी छु घर के हम दामी आएको गाइस क्यामेरा चाहिँ दामी आएको ल बन्द लाइक कमेन्ट शेयर सब्स्क्राइब यस्ताले ब्लग गर्ने धेरै बौला नै ठुलो कुरा क्याटिनलाई त दुश्मनले खुसी भइजान्छ हामी खुसी भएको देखेर गाडी आयो 25 लाख